सो तपाईँ सबैभन्दा पहिला चाहिँ चेकर चेनको वेबसाइटमा जानु होला। सो checkerchain.com छ, स्पेलिङ एकचोटि हेर्नु होला। यहाँ गइसकेपछि चाहिँ टप राइटमा चाहिँ तपाईँले कनेक्ट वालेट भन्ने अप्सन देख्नुहुन्छ, त्यहाँ क्लिक गर्नु होला। सो सबसे तल देख्नुभयो भने कन्टिन्यू विथ भनेर छ, गुगल अकाउन्ट अथवा एक्स अकाउन्ट भनेर छ। अहिलेको लागि मैले गुगल सेलेक्ट गर्छु, तपाईँहरूले एक्स अथवा ट्विटरबाट बनाउन पनि पाउनुभयो। एकछिन लोड हुन्छ, लोड भइसकेपछि तपाईँले नर्मल्ली गुगल अकाउन्टबाट अरू सर्भिसेस जसरी एक्सेस गर्नुहुन्थ्यो त्यो गर्नु होला। तपाईँको अकाउन्ट क्रिएट भइसकेको छ। तपाईँको अकाउन्ट क्रिएट गर्दा यस्तो आउँछ, वेलकम टु चेकर चेन, के नाम राख्ने भनेर। सो अहिलेको मेरो इक्जाम्पलको लागि मैले सुमन भनेर राखिदिएँ, मैले कन्टिन्यू गरेँ। युजर नेम के राख्ने भन्दाखेरि सुमन नै भनेर मैले राखेँ। युजर नेम अलरेडी टेकन रहेछ, मैले सुमन 1 2 3 राखिदिएँ। बायोमा हजुरको अब बायोग्राफी हजुर के सेयर गर्न चाहनुहुन्छ त्यो लेख्दा भयो। यसमा मैले जस्ट एउटा डमी टेक्स्ट राखिदिएँ अहिलेको लागि। तपाईँले आफ्नो प्रोफाइल पिक्चर पनि राख्न सक्नुहुन्छ। प्रोफाइल पिक्चर राख्नको लागि यहाँ थिच्नु होला अनि ड्र्याग एन्ड ड्रपमा जानु होला। अहिलेको लागि मैले एउटा सिम्पल यो पिक्चर राखिदिएँ। अनि तपाईँलाई यो यसको सट्टा अरू कुनै राख्न चाहनुहुन्छ भने रिमुभ गरे भयो, नभए कन्टिन्यू गर्नु। वाट डिस्क्राइब्स यु बेस्ट इन चेकर चेन भनेको छ। सो यसमा चाहिँ हजुरहरू मोस्टली रिभ्युअरै हुनुहुन्छ, सो रिभ्युअर चेक गरिदिनु होला अनि पोस्टर चेक गरिदिनु होला। अनि त्यसपछि कन्टिन्यू गरिदिनु। अब अनडिसाइडेड हुनुहुन्छ भने अनडिसाइडेड गर्दा पनि भयो है। तर हजुरले यो भिडियो हेरिरहनु भएको छ भनेपछि मोस्ट लाइकली तपाईँहरू चाहिँ रिभ्युअर र पोस्टरहरू हुनुहुन्छ। त्यसपछि यहाँ चाहिँ प्रेफरेन्सहरू, सो कस्तो खाले प्रडक्टहरू तपाईँलाई रिभ्यू गर्न दिँदा हुन्छ त भन्ने खाले छ। यसमा चाहिँ तपाईँलाई मन लागेकोहरू चुज गर्दा हुन्छ है। मैले अहिले इक्जाम्पलको लागि यिनीहरू चुज गरेँ अनि मैले कन्टिन्यू गरेँ। हाम्रो प्रोफाइल चाहिँ अहिले क्रिएट हुँदैछ। यहाँ चेकर्सहरू चाहिँ जो तपाईँ इन्ट्रेस्टेड हुन सक्नुहुन्छ, तपाईँले इनपुट गरेको इन्फर्मेसन अनुसार देखाएको छ। अब यो मध्ये कसैलाई तपाईँ फलो गर्न चाहनुहुन्छ भने फलो गर्दा हुन्छ अनि प्रोसिड गर्नु होला। अब हजुर एकचोटि यो ड्रप डाउनमा जानु अनि प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि चाहिँ यो चाहिँ तपाईँको प्रोफाइल हो। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ 88% प्रोफाइल कम्प्लिटेड भनेको छ। हाम्रो थोरै चाहिँ बाँकी रहेछ भन्ने कुरा यहाँबाट थाहा हुन्छ। सो एडिट प्रोफाइलमा जानु अनि एडिट प्रोफाइलमा गएर चाहिँ हजुरले अघि राखेको फोटो यताबाट पनि चेन्ज गर्न पाउनुभयो, रिमुभ गर्न पाउनुभयो, नामहरू इमेलहरू चेन्ज गर्न पाउनुभयो। अब वालेट म्यानेजमेन्ट भनेको छ। सो हाम्रो यो सबै वालेटहरू चाहिँ अभाइलेबल छ, तर वी हाइली रेकमेन्ड कि हजुर मेटामास्कबाट गर्नु होला। अरू वालेटमा कहिलेकाहीँ प्रब्लम्सहरू आउन सक्छ, सो मेटामास्कबाट गर्नु होला है त। सो मेटामास्कबाट कसरी गर्ने भने तपाईँ सबैभन्दा पहिला चाहिँ क्रोम वेब स्टोर भनेर जानु होला, एक्सटेन्सन्स भनेर खोज्नु होला। सो हामी चाहिँ एक्सटेन्सन्समा जान्छौँ। एक्सटेन्सन्समा गइसकेपछि चाहिँ मेटामास्क भनेर खोज्नु होला। यो फर्स्टमा metamask.io भनेको छ, यो नै हो। यो मेटामास्कलाई चाहिँ एड टु ब्रेभ गर्नु होला। अब तपाईँले कुन ब्राउजर युज गर्दै हुनुहुन्छ, मैले ब्रेभ गरिरहेको छु। यसो एक्सटेन्सन अहिले भइरहेको छ। एक्सटेन्सन हुँदैछ, अहिले घुमिरहेको छ अझै पनि। ओके, यो चाहिँ एड भएको छ है। सब यो एड भइसकेपछि हजुरको एक्सटेन्सन्समा जानु अनि त्यसपछि मेटामास्क भनेर लेखेकोमा जानु, यहाँ आफै पनि खुल्छ। ओके, सो हजुरलाई यस्तो स्क्रिन आउँछ, लेट्स गेट स्टार्टेड भनेर। अब यसमा हजुरको अलरेडी एक्जिस्टिङ वालेट छ भने चाहिँ हजुरले इम्पोर्ट गर्दा भयो है। म चाहिँ क्रिएट न्यूमा जान्छु। क्रिएट न्यूमा गइसकेपछि चाहिँ यस्तो अग्रिमेन्टको आउँछ, यसलाई अग्री गर्नु होला। अनि अग्री गरिसकेपछि चाहिँ एउटा पासवर्ड राखिदिनु होला। पासवर्ड चाहिँ जे राख्दा पनि हुन्छ, हजुरलाई अलिक स्ट्रङ राख्नु होला, हजुरलाई सजिलो हुने। सो मैले अहिलेको लागि यो पासवर्ड राखेँ अनि क्रिएट अ न्यू वालेट गर्नु होला। क्रिएट अ न्यू वालेट गरिसकेपछि चाहिँ सेक्योर योर वालेट भनेर आउँछ। सेक्योर योर वालेट भनेको चाहिँ हाम्रो एउटा सिक्रेट रिकभरी फ्रेज हुन्छ। यो चाहिँ 12 वर्डको फ्रेज हुन्छ जुन चाहिँ मास्टर की हुन्छ है।
सो यसले चाहिँ तपाईँको वालेट चेक गर्नको लागि काम लाग्छ यो। अनि यो सुड आई सेयरमा चाहिँ यो सेयर नगर्नु होला है त। यो ट्युटोरियल भयो, सो सायद तपाईँहरूले त्यो फ्रेज देख्नुहुन्छ पनि होला, तर तपाईँहरूले बनाउँदाखेरि चाहिँ त्यो सिक्योर गर्नु होला है त। सो फर इक्जाम्पल यस्तो देखिन्छ, अनि यहाँ तपाईँ रिभिलमा थिच्नु होला। रिभिलमा थिचिसकेपछि यस्तो आउँछ है। यसमा मैले तपाईँहरूलाई देखाइहालेँ, यो एउटा डमी अकाउन्ट हो है। सो तपाईँहरूले यो देखेर पनि अब केही नि भएन, तर अब तपाईँको आफ्नै वालेट हो भने चाहिँ प्लिज एकचोटि यो चेक गर्नु होला है। सो यस्तो आउँछ। यसलाई चाहिँ तपाईँले अब कपी टु क्लिपबोर्ड अथवा स्क्रिनसट लिँदा चाहिँ राम्रो है। म चाहिँ स्क्रिनसटै लिन्छु। सो ल्यापटपमा स्निपिङ टुलमा गएर तपाईँले यसको स्क्रिनसट लिँदा हुन्छ है। अब यसलाई चाहिँ सुरक्षित तपाईँले अब जता राख्न चाहनुहुन्छ त्यहीँ गर्दा हुन्छ। यता गइसकेपछि कन्ट्रोल एस थिच्नु होला। मैले डेस्कटपमा गएर रिकभरी फ्रेज भनेर राखिदिएँ। फेरि पनि यो मैले डमी अकाउन्ट बनाएको हो, अनि यो पास फ्रेज तपाईँहरूले देख्दै हुनुहुन्छ। तर लाइक तपाईँले आफैले बनाउँदाखेरि चाहिँ यो एकदम भनौँ न कन्फिडेन्सियल कुरा भएको हुँदाखेरि चाहिँ अलिक सेफ ठाउँबाट गर्नु होला है त। यो कसैलाई सेयर पनि नगर्नु होला। सो जस्तै कि यसरी आउँछ है। सो 3, 4 र 8मा के छ त भनेर आउँछ है। सो हामीले अघि कहाँ सेयर गरेको थियौँ, म एकचोटि त्यही हेर्छु। हामीले रिकभरी फ्रेज भनेको थियौँ। सो हाम्रो रिकभरी फ्रेजमा चाहिँ 3मा चाहिँ रिटायर भनेको छ, अनि त्यसपछि 4मा चाहिँ रिजेक्ट भनेको छ, अनि त्यसपछि 8मा चाहिँ डेयरिङ भनेको छ। अनि यसमा चाहिँ ठ्याक्कै त्यो पास फ्रेजमा जुन वर्डहरू छ तपाईँहरूले त्यही हाल्नुपर्छ है, नभए चाहिँ यो रङ हुन्छ। सो यो भइसक्यो, हाम्रो वालेट बनिसकेको छ है त। अब डनमा जानु। डनमा गइसकेपछि चाहिँ अब नेक्स्ट गर्नु होला यसमा, अनि डन गरिदिनु होला। अहिलेको लागि यसलाई नट नाउ गरौँ। सो तपाईँको वालेट चाहिँ रेडी छ है त। अब तपाईँको वालेट रेडी भइसकेको छ। अब चाहिँ तपाईँले के गर्नु पर्यो भने यता गएर यसलाई जोडिदिनु पर्यो है त। सो चेकर चेनमा जानु, अनि चेकर चेनमा गइसकेपछि वालेट म्यानेजमेन्टमा यहाँ मेटामास्क भनेर लेखेको छ। ओके, यहाँ गएपछि मेटामास्कमा क्लिक गर्नु होला। अनि मेटामास्कमा आइसकेपछि यस्तो आउँछ हजुरकोमा checkerchain.com कनेक्ट दिस वेबसाइट विथ मेटामास्क भनेर। यसमा चाहिँ कनेक्ट गरिदिनु होला है त। कनेक्ट गरिसकेपछि चाहिँ सिग्नेचर रिक्वेस्ट हुन्छ, यसमा कन्फर्म गरिदिनु होला। अनि कनेक्ट भएको प्रुफ हेर्न चाहिँ यहाँ कनेक्टेड वालेटमा आउँछ। योसँग तपाईँले अरू वालेटहरू राख्न चाहनुभयो भने त्यो पनि राख्न सक्नुहुन्छ है। तर यति भएपछि चाहिँ सुरु गर्न पाइयो। यति भइसकेपछि तपाईँले अब प्रोडक्टहरू पाउनुहुन्छ, अनि त्यो प्रोडक्टहरूलाई हजुरले क्रिएट गर्न र पोस्ट गर्न पाउनुहुन्छ। सरी, क्रिएट गर्न र पोस्ट गर्न त उयो भइहाल्यो। पोस्ट गर्न र रिभ्यू गर्न पाउनुहुन्छ है त। कहिलेकाहीँ यो मेटामास्क जोइन गर्दाखेरि नहुन पनि सक्छ है। फर्स्ट टाइममा नहुन सक्छ, मेटामास्कको वेबसाइटमा रिडाइरेक्ट गर्न सक्छ। सो त्यो बेलामा चाहिँ एकचोटि प्लिज रिफ्रेस गरेर गर्नु होला। इफ इमिडिएटली एक्सटेन्सन राखेर पनि मेटामास्कको भएन भने त्यो केसमा चाहिँ हजुरले एकचोटि थोरै समय 5-10 मिनट पछि फेरि ट्राई गर्नु होला। सो चेकर चेनमा चाहिँ हजुरले अकाउन्ट बनाउने प्रोसेस चाहिँ यही नै हो। यही दौरानमा हजुरलाई केही समस्याहरू आइलागेमा चाहिँ हाम्रो टिमलाई सोद्धा हुन्छ है त।